ओहो मा गॉड हेर्न त साथीहरु त्यो बेलाको हैन ऐतिहासिक आर्मीको भवन अहिले चाहिँ यस्तो अवस्थामा जीर्ण अवस्थामा छ। नेपाली सेना चाहिँ यो रुकुमको खारा भन्ने गनबाट छोडेर अन्तै गएको छ। यो हाम्रो आर्मीको चेकपोस्ट छ। यो अर्को चेकपोस्ट तल छ हैन। हामी आर्मीको चेकपोस्टमा आउन सफल भएका छौं। जितेर होइन कि आर्मीले छोडेर गइसकेपछि है। चण्डी दल रहेछ। नेपाली सेनालाई उच्च सम्मान छ हैन। त्यही पनि यस्तो ऐतिहासिक ठाउँ छोडेर जानु त नपर्ने हो। अब केही कारण होला, भित्ति कारण, त्यो हामी आम जनतालाई थाहा चाहिँ भएन। तर यस्तो ऐतिहासिक ठाउँ छोडेर जानु चाहिँ नपर्ने हो भन्ने मेरो चाहिँ आफ्नो चाहिँ के भन्छ विचार अथवा चाहिँ सोचाइ धारणा हो है। यस्तो राम्रो ठाउँ छ। ऊ पारितिर खारा भन्ने ठाउँ हो। यहाँ चाहिँ 62-63 मा एकदम थुप्रै मान्छेहरू मरेको ठाउँ चाहिँ त्यो पारीको खारा ठाउँ हो। आर्मीको यो के भन्छ यो लुग्ने ठाउँ। यसरी लुगी जान्ने चाहिँ साथीहरु यसरी भित्र लुगी पहिला चाहिँ युद्ध लडेर रहेछ। कति आर्मीहरूले वीरगति पनि प्राप्त गर्यो होला युद्धकालीन अवस्थामा हैन। वीर शहीद प्रति उच्च सम्मान छ। अर्को हाम्रो आर्मीको चेकपोस्ट यस्तो छ ल। ड्युटी पोस्ट भन्छ। हो आर्मीले आफ्नो यो झन्डा कभर गरिसकेको रहेछ। यो हाम्रो म्याप नक्सा चाहिँ यसरी कभर गरेछ है। यस्तो खतरनाक नक्सा रहेछ साथीहरु। यहाँ मुरु सब चेकपोस्ट छ। यस्तो नक्सा रहेछ। यस्तो अवस्थामा रहेछ।